4, Perkas Limbu jersey nomor 4, Iman Limbu jersey nomor 4, Ruga Limbu jersey nomor 2, Dilip Limbu jersey nomor 8 अनि अजय लिम्बू jersey nomor 3 kakakको ओपनिङ सुरुका प्लेयरहरुको नाम यस प्रकार रहेको छन् समीर सुब्बा गोलकिपर दावा शेर्पा jersey nomor 6 दुर्गा शेर्पा jersey nomor 16 निरज राई jersey nomor 4 लगन राई jersey nomor 9 संजय राई jersey nomor 2 युसुफ राई jersey nomor 7 प्रकाश खड्का jersey nomor 7 र अबको यस क्वार्टर सेकेन्ड क्वार्टर फाइनल म्याच भ्याकेन्टको पेछिनमा नै सुरु हुन गइरहेको छ भने र सेवा र नमस्कार हजुरहरूलाई है आज पनि नाम्ला खेल मैदानको लाइभ तपाईँहरू प्रसारण गरिरहेको छु सबैजना जोडिनुहोस् है र सबैजनाले लाइभलाई सेयर पनि गरिदिनुहोस् र आज चाहिँ ओपनिङ सेभेन भर्सेस 14 टारको माझमा पहिलो म्याच भ्याटरन टिमको म्याच हुन गइरहेको छ र सबैले भ्याटरन म्याचको आनन्द उठाउनुहोस् भनी यहाँबाट तपाईँहरूलाई निवेदन गर्दछु है र यसरी आउनुहोस् जोडिनुहोस् र पहिलो टच ओपनिङ सेभेनको पक्षबाट र यो डेन्जर सट सुरुमा ब्याक हान्दै 14 टारका खेलाडीहरू र यसरी नै जर्सी नम्बर 15 ले 2 लाई पास दिँदै 2 ले फेरि रिटर्न 15 लाई पास दिँदै र ओपनिङ सेभेनको खेलाडी बल अघि बढाउँदै यो सुन्दर शट अनि अति सुन्दर प्रयास र पहिलो कर्नर प्राप्त गर्नमा सफल ओपनिङ सेभेनका खेलाडी सञ्जय राई जर्सी नम्बर 2 र कतिको जुम गरिदिनु पर्ने कतिको जुम इन कतिको जुम आउट गर्नुपर्ने तपाईँहरूले भन्नुपर्ने हुन्छ तगडा प्रहार तर सिधै माथि भित्तामा हेलो करिना कपुर बहिनी सेवारो कमेन्ट गर्नुहोस् र यो थ्रो हान्दै ओपनिङ सेभेनका खेलाडीहरू खेल मैदानदेखि सिधा बाहिर बल खेल मैदानदेखि बाहिर आज चाहिँ तपाईको ओपनिङ सेभेन भर्सेस 14 टारका माझमा भइरहेको छ र ओपनिङ सेभेनका खेलाडी बललाई नियन्त्रणमा लिँदै र खतरा हुन सक्ने सम्भावना छ तर बललाई सिधै खतरा जोनदेखि बाहिर निकाल्दै फेरि पनि गलत पास 14 टारको पक्षमा बल र ओपनिङ सेभेनलाई खतरा हुन सक्ने सम्भावना र यो फ्यातुलो प्रहार रुद्र लिम्बुको खुट्टाद्वारा र गोलकिपर समीर र जर्सी नम्बर 14 ओपनिङ सेभेनबाट थ्रो हान्दै यसरी नै फेरि पनि पानी पनि आजको दिनमा सिम परिरहेको छ है र फुटबलको मजा लिन पनि उत्तिकै मजा आउँछ तपाईहरू कम्बलमा सिरकमा या आगोको छेउमा बसेर एकदम फोन हानेर चाहिँ लाइभको मजा लिनुहोस् तपाईको निम्ति लाइभ एकदम प्रसारण गरिरहेको छु र सेवारो नगेन्द्र दाजु यरिक नगेन हजुरलाई पनि लाइभमा जोडिदिनु भएकोमा र नाम्लाको पक्षबाट थ्रो र ओपनिङ सेभेनको विरोध यो गलत पास आफ्नो टिमको निम्ति पास निकालेको थियो 14 टारका खेलाडीहरूले अफसाइडको इशारा र सञ्जय राई राम्रो प्रयास थियो
र यसरी नै र खतरा हुन सक्ने सम्भावना फटिङटारका खेलाडीहरूलाई र बल खेल मैदानदेखि बाहिर फटिङटारको खतरा टरिसकेको छ सिङ्गलीला न्यू इयर कप ओपन फुटबल टुर्नामेन्ट 2016 और पाइङ नाम्ला युथ शक्ति क्लब द्वारा खेलाएको यो शङ्कु चामलिङजी अहिलेसम्म गोल भएको छैन है पहिलो गोलको खोजीमै दुवै दलका खेलाडीहरू एकदम मसाकत गरिरहेछ कष्ट गरिरहेछ अनि शङ्कु चामलिङजी हजुरकोतिर आज कतिको ठन्डा छ ठन्डाको प्रकोप कस्तो छ यहाँसम्म त ठिराइरहेको छ मलाई त र अति सुन्दर मौका फटिङटारको खेलाडीको पक्षमा यो गोल हुने मौका थियो तर हिमाल सरको खुट्टाबाट अलिकति गलत पास र फेरि पनि लिङसेबुङको पक्षमा बल तर बललाई नियन्त्रणमा राख्नु असफल उप लिङसेबुङको खेलाडी फेरि पनि बललाई रिटर्न लिँदै तर खेल मैदानदेखि सिधा बाहिर र फटिङटारको पक्षमा ब्याकिक लिङसेबुङको विरोध हस्क्याच गर्दै र अति सुन्दर खेला तर डेन्जर हुन सक्ने सम्भावना फटिङटारको खेलाडीहरूलाई र बललाई नियन्त्रणमा लिँदै फटिङटारका खेलाडीहरू गलत पासको गलत नतिजा पनि हुन सक्छ डेन्जर हुन सक्ने सम्भावना तर खेल मैदानदेखि सिधा बाहिर भयो र ब्याकी खाँदै भनेपछि गोलकिपरले र फेरि पनि खेल मैदानदेखि सिधा बाहिर बल मन प्रसाद लिम्बू सेवारो दाजु हजुरलाई पनि स्वागत छ है धेरै धेरै धन्यवाद अति सुन्दर सट थियो फटिङटारको पक्षबाट गोलमा परिणत हुन असफल तैपनि ओके छ केही छैन है ब्याकको इसारा रेफ्रीद्वारा अन्जु यहाँको सेवारो मेरो छोरीलाई अति सुन्दर सट र गोलरक्षकद्वारा सुन्दर बचाउ फटिङटार पक्षबाट लगातार प्रयास चलिरहेको छ अति सुन्दर कोसिसको साथमा र यो डेन्जर हुन सक्ने थियो फटिङटार एफसीलाई अविनाश गिरी गोलरक्षक फटिङटार एफसीबाट र अति सुन्दर गोलकिपर अनि अति अनुभवी गोलकिपर हुनुहुन्छ अविनाश गिरी एकदम चिसो पानीमा है मौसम पनि चिसो छ र मङ्दक थीको एकदम प्रेमी हुनुहुन्छ भने आउनु सक्नुहुनेछ मङ्दक तोङबा खानु पिउनु लागि यस भाते झुन्दैछ ए हो
यस्तै त छ हाम्रो बाती छ फेरि यो खतरा हुन सक्ने सम्भावना फटिङटारलाई र धुरन्धर सर्ट थियो छैन कमिटीले चियरै राखिदिनु छोडेछन् मेरो चाहिँ के पो गर्यो अब चियर घरबाटै बोकी ल्याउला यस्तो छ दर्शकबिन्द जति 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 तर भित्रभित्र सबै छुप्के एकदम यो भित्र यता भित्रतिर छप्पाङ छाप लुकेको छ छाने चाहिँ बाहिर चाहिँ अब घाम लागेपछि मात्रै होला यो खतरा हुन सक्ने सम्भावना फटिङटारलाई तर ऊ माथि रुखको फेदमा त टेडेको छैन पो यस्तो नाचु पानी त यो रुखको फेदमा हेर नि यहाँ र स्लो कनेक्सनको कारणले तपाईँहरूलाई बराबर मैले लाइभ प्रसारण दिन नसके पनि कोसिस जारी छ जाडो हौ 32 जाडो अति नै जाडो र लास्टम्यानको इसारा थ्रोइङको इसारा र फटिङटारको पक्षमा थ्रो ओपनिङसम्मको विरोधी अति लाभदायक सर्ट थियो फटिङटारको निम्ति र यो खतरा हुन सक्ने सम्भावना लाइसम्यानले हेरिदिएन सञ्जय राई जर्सी नम्बर 2 लाइसम्यानद्वारा अलिकति मनमिटाउ गर्दै तिमी किन झन्डा हलाउँदैनस् भन्दैछ हेलो 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 लु यता हाम्रो बहिनी बधाई हो र अति सुन्दर गोल ओपनिङ सेबुङको पक्षबाट बारम्बार प्रयासको पछि सफलता अति सुन्दर सफलता ओपनिङ सेबुङको पक्षमा र सफलताले चुम्दै ओपनिङ सेबुङको खेलाडीहरू 1-0 र स्कोर भन्नुहुन्छ भने 1-0 र रिसाइले हो कि केले हो ड्याममै तर गोल पोस्टदेखि धेरै टाढो र ब्याक हान्दै फटिङटारको विरोधमा ओपनिङ सेबुङको खेलाडीहरू भुटेको मकै ल्याएर ठिकै छ लु ल्याएर आउँ भुटेको मकै बजाउनु पर्छ यस्तो चिसोमा कर्याम के अरे अच्छा लागुता होइन र तपाईँहरू जतिजना पनि जोड्नु हुँदैछ सेयर पनि गरिदिनुहोस् है सेयर पनि गरिदिनु भयो भने चाहिँ अझै मजा आउनेछ लाइफमा धेरै प्रकारको रमाइलो आउनेछ है र अति सुन्दर थ्रो हान्दै फटिङटार एफसीका खेलाडी फल्ट किक औ छाता पल्टाउँछ क्या हो पिर्लिक पो गर्दैछ त अनि र फ्री किक है ओपनिङ सेबुङको विरोध र यो खतरा सट र थ्रो आउटको इसारा र यो बल हावामा उडिरहेको छ र आउटको इसारा लाइसम्यानद्वारा फटिङटारको पक्षमा बारम्बार आउटको इसारा र ब्याक हान्ने क्रममा ओपनिङ सेबुङका खेलाडी बललाई अघि बढाउँदै दोस्रो गोलको निम्ति अति सुन्दर खेल अनि तालमेलको साथमा फटिङटारका खेलाडी बललाई अघि ल्याउँदै सट गर्न असफल र थ्रो अति सुन्दर तालमेलको साथमा बललाई अघि लिएर गएको थियो पहिलो गोल हाल्ने मौका थियो र सुन्दर मौका तर अङ्गालो मारेर सक्यो फेरि हिमाल सरले गोल रक्षकलाई अति दामी पक्रियो तिमीले भनेर र अति सुन्दर सट सुन्दर गोल जर्सी नम्बर 2 सञ्जय राईको लेफ्ट फुटबाट
अब फेरि पनि एउटा गोल हाल्यो भने बराबर ह्याट्रिक। र पाटिङटारको पक्षमा यो सुनौलो मौका गोल दाग्ने र सुन्दर चान्स ड्याम र गोलमा परिणत गर्न असफल बलैमाथि ओखोल बिन्दाङ हाम्रो रुद्र दाजै जर्सी नम्बर 2 ओमफट र गलत थ्रो ओपनिङ सेभेनको पक्षमा रहेछ थ्रो र जर्सी नम्बर 4 ओपनिङ सेभेनका खेलाडी थ्रो हान्दै यो खतरा हुन सक्ने हिमाल सरको सुन्दर प्रयास र जर्सी नम्बर 7 द्वारा बललाई प्राप्त गर्न असफल। फेरि पनि बल नियन्त्रणदेखि बाहिर सिधा खेल मैदानदेखि बाहिर। र यसरी नै तपाईँहरूले पनि गोल 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 गरेर चेरअप गर्न सक्नुहुनेछ। सञ्जय राईको ह्याट्रिक गोल दाग्ने मौका मिस चान्स सो सेट हिमाल सर पुर्लुकै ओखल बिन्दाङ र अति सुन्दर मौका थियो हिमाल सरको पक्षमा गोल दाग्ने। र फेरि पनि फटिङटारको पक्षमा बल र बल अझै पनि नियन्त्रणमा राख्दै फटिङटारका खेलाडी र हिमाल सरको निम्ति निकालिदिएको थियो र अति सुन्दर मौका र गोलमा परिणत गर्न असफल फटिङटारका खेलाडी मिस्टर हिमाल सर। एकang amba खेलाडी ओपनिङ सेभेनका खेलाडी हा गोल ने छिमेदेखं तगी म्याक्रा अनि फटिङटारका खेलाडी हा अलधारी गोल होप लातिक गोल टेक्नङ मिन्सुके म्याक एकang लातिक गोल टेक लागि मिरोक ल म्याकपा अनि फटिङटारपा खेलाडी सी एकang अनि गना हिमाल शिक्षा बेनङ amba लोक लयाकपा हिमाल शिक्षाम्बर जर्सी नम्बर लिसी कतवार छ एकang तगी गोल टेक लागि amba लोकang yakpa ताइसँग अलधारी लाङभङ्गान नियन्त्रण मिन्सुके मेवा फटिङटारको खेलाडी सी ताइसँग चाहिँ चक्नु चान्स वा भा तर हदा खेल मैदान लेखाङ्नु पाखा एकang amba खेलाडी फेरि ओपनिङ सेभेनका खेलाडी सी थ्रो मेरा भित्र सुमन गोललाई लागि सञ्जय राईले गोराङ्गे हो तर खेल मैदान लेखाङ्नु पाखा लाङभङ्गा थ्रो लेफ्ट सञ्जय राई फेरि पनि सञ्जय राईको निम्ति तेस्रो गोल दाग्ने मौका अति सुनौलो मौका देखिँदैछ यहाँ र साथीले साथी ढाडमाथि गोली लुम्मङलुम मेन लाबे मेबे ओस बा किन्नी सुम्बियोमा चारे यो ओपनिङ सेभेनका गोल रक्षक हाम्बा लाङफङ्गान लाङ्गिले सोन्द्र याक्पा शिक्षाम्बेन अनि शिक्षाम्बेन हिमाल सरै नम्बा तगी लोकाङ हता साला आपेक पतर लेङाङै केङबेकपा मिन्सुक पहिलोलाई जित्नु पर्छ आयो फ्यातिलो प्रहार र गोलमा परिणत गर्न असफल अलमिङ्ग साथी सेवारो हर हर महादेव के छ हालचाल प्रकाश विश्वकर्मा नमस्कार साथीलाई पनि स्वागत छ रिता दाहाल छेत्री नमस्कार मिस हजुरलाई पनि स्वागत छ लिफोन छ सेवान्ने हजुरलाई पनि स्वागत छ है धेरै धेरै धन्यवाद मेरो लाइफमा जोडिदिनु भएकोमा र फटिङटारको पक्षबाट ब्याक हान्दै फेरि पनि पहिलो गोलको खोजीमा जर्सी नम्बर 7 फुत्तै उफ्रेर पुगिसकेको थियो ओहो थ्याङ्क यू सो मच हाम्रो अजय भाइ यतै थिएछ त अन्त यता हाम्रो कमिटीले हेप्न थालेछ भनेको कि अजय भाइ बिचारे हुन्छ भाइ
र हाम्रो अजय भाइले चिया ल्याइदिनु भएछ। हेलो दा भनेर भन्नुभएछ हाम्रो लिपुन्साज्यूले। हेलो हेलो कहाँ हो दा भनेर भन्नुहुँदैछ। यो तपाईँको नाम्ला खेल मैदान है, नाम्ला खेल मैदानमा भइरहेको खेला हो र खेला चाहिँ तपाईँको ओपनलिङ सिपुङ भर्सेस फटिङटारको माझमा भइरहेको छ है। र धुमछोट तुरन्ताड भइरहेको छ र फटिङटारको पक्षमा सुनौलो मौका थियो। गोल दाग्ने जर्सी नम्बर 7 बललाई प्राप्त गर्न असफल र फेरि पनि थ्रोको इसारा ब्याक टु ब्याक फटिङटारलाई। र औसी प्रेमी हुनुहुन्छ भने औसीको आनन्द उठाउन आउनु सक्नुहुन्छ। ठुलो डी भित्र थ्रो हान्नु मिल्दैन र यसरी नै रिता दाहाल छेत्री नमस्कार हजुर नमस्कार। फाइनल तपाईँको 28 तारिक छ। अहिलेसम्म चाहिँ 28 तारिकै छ उयसमा के अरे फिक्चरमा चाहिँ है। सायद सर्छ कि भनेको तर सर्दैन होला किनकि यो फ्यातुलो प्रहार हाम्रो हिमाल सरको पक्षमा छ। किनकि तपाईँको 82को म्याच फाइनल सरेको रहेछ हो। 82को फाइनल सरेकोले गर्दा चाहिँ सायद यताको फाइनल सर्दैन होला हौ। 82को र लिङसेबुङको फुटसलको पनि फाइनल सार्ने कुरा थियो। र यो तेस्रो गोल हाल्ने मौका, सुन्दर मौका थियो सञ्जय राईको पक्षमा, तर फ्यातुलो प्रहार गोल पोस्टदेखि सिधै बाहिर। र फाइनलको चाहिँ अहिलेसम्म मैले रिजल्ट पाएको छुइनँ है। 50 एबभै राख्छ होला फाइनलमा। र अहिले नै तपाईँको 200 रुपियाँमा 25,000हरू राख्दैछ। र फेरि पनि फटिङटारको पक्षमा बल तर नियन्त्रणमा राख्दै अति सुन्दर सर्ट थियो तर गोल पोस्टदेखि 1000 मिटर टाढो। परागिया फेमसोहाङ रिबाङ सेवारो हजुर नमस्कार स्वागत छ हजुरलाई पनि। अनि हाम्रो परिमाया मिसलाई पनि सेवारो साथै नमस्कार। र यो पहिलो हाफ पहिलो म्याचको र तपाईँहरू यो म्याच अनि यो लाइभलाई नछोडिकन प्रतीक्षा साचेर बसिदिनु होला किनकि यो खेला लङ ब्रेक हुँदैन, चाँडै खेला सुरु भइहाल्नेछ। अन्त अर्को कुरा के छ भने चाहिँ पानी परिरहेको छ एकदम है। पानी परेको कारणले यो धेरै ग्याप हुँदैन यो म्याच है, धेरै टाइम लिँदैन। भाइ मलाई एउटा गद्दाको पिस ल्याइदेऊ न हौ, उयो राख्नु चिसो हुने रहेछ नि। पानी पछि गएछ नि चिन्ला ऊ पर उयसमा थियो कि है। र हाम्रो परिमाया मिस पनि आउनु भएको थियो। हजुरले कमेन्ट गर्नु भएन। ठिकै छ परिमाया मिस। अरू के छ भने चाहिँ लाक्पा शेर्पाज्यू टासीजीले हजुरलाई पनि धेरै धेरै धन्यवाद। हजुर पत्ला छ नि यसले त जुर्लुम पौडी खेल्दा हुन्छ म अहिले कसैलाई मगाउँछु। र हेर्नुहोस् न पानीको असुविधाले गर्दा है आज तर मौसम पनि राम्रो है। हामीलाई पानीको पनि अत्यन्तै जरुरत पर्ने नै गर्छ र पानी पर्यो यो ठुलो कुरा हो। परिमाया मिस सेवारो एक वचन बोलिराख्नुहोस्। धेरै दिन भयो भन्ने कुरा हुन्छ परिमाया। र जुर्लुम छ पानी परेर है, छाता अड्यो बस्यो तातो चिया खायो। अनि तपाईँहरूको ठाउँतिर पनि यो वनस्पति रुखपात घाँसपात है फुल सागपात झारपात सबले आज अलिअलि रातको सास फेरेको के अरे अम्बिका नेन्ने सेवारो भनेपछि सेवारो। कस्तो हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, सन्चो सुबिस्ता हुनुहुन्छ?
अब त्यो खेल्छ खेलिहाल्छ किनकि पानी पर्दैछ त यो धेरै उयो हुँदैन के भन्छ अम्बिका नेनेले हो मै कान्छा भाइको मुस्कान ठिक छ लाग्छ नि अब त गाइस खै अरे अच्छा अम्बिका नेने तपाईँकोतिर पानी पर्दैछ कि छैन आज पानीको के छ शीतलहरको के छ हाल खबर कमल लेप्चा खामरिमो नमस्कार हजुरलाई स्वागत छ साथी लाइभमा छैन भने बोरिङ हुन्छ हो र म लाइभ मेरो लाइभ छैन भने चाहिँ बोरिङ हुन्छ धन्यवाद हजुरहरूले खोज्नु हुँदो रहेछ भनेर मलाई धेरै खुसी लाग्यो पानी पर्दै भए पनि म्याच त हेर्न छोड्नु भएन नि त म अब यस्तो हुन्छ अरूले छोडे पनि मैले चाहिँ छोड्नु मिल्दैन किनकि म त सबैको घर सबैको ओछ्यानसम्म सबैको गोजी गोजीसम्म पुर्याइदिने हो नि त यो लाइफलाई अर्ग्यानिक लाइफ हो त्यही माथि अर्ग्यानिक लाइफ त फेरि छोड्नु मिल्दैन नि त साह्रो छ त अम्बिका नेने कस्तो मजा आउँछ यसरी सबैजनालाई भेला गरेर है अर्ग्यानिक लाइफमा जुडेर स्वादै भएको हुँदै गफ लाउँदै कैसन बा हो बबुआ भन्दै हो हाम्रा घरमा 12 को भैंस बा 10 को बाख्रिया बा भन्दै हैन यसो तपाईँहरूसँग भेटघाट गर्नु मजा आउँछ घर बसेर के गर्नु पानी पर्यो भनेर लुकी बसेर र अर्को कुरा के छ भने अब जुन चाहिँ हुनेवाला सेकेन्ड म्याच छ यो सेकेन्ड म्याच चाहिँ बहुतै धुरन्धार छ है तपाईँलाई उसको पिक्चर हेरेर भन्दैछु सेकेन्ड म्याचको सेकेन्ड म्याच चाहिँ तपाईँहरूले हेर्नै पर्ने हुन्छ न्यू इयर ओपन फुटबल 2026 दोस्रो एडिसनको विभागमा अन्तिम क्वार्टर फाइनल म्याच तपाईँले हेर्न सक्नुहुनेछ लङ्गुगाङ एफसी बनाम आरएसएससीको माझमा सेकेन्ड म्याच चाहिँ यस्तो डरलाग्दो हुनेछ कि लङ्गुदाङ एफसी भर्सेस आरएसएससी फेन्चेटार राइजिङ स्पोर्टिङ क्लब फेन्चेटारको म्याच एकदम दुरन्दार म्याच हुनेछ यो झन्डै लगभग तपाईँको फाइनल म्याच भन्दा कम हुनेछ सिमानाको माझमा हुने साथसाथै भोलिको तपाईँले रकमको पनि पहिलो सेमिफाइनल म्याच हेर्न सक्नुहुनेछ रेलिङ एफसी बनाम सोनभद्र एफसीका माझमा आकाश राई म्याच चाहिँ कहाँनिर हुँदैछ भनेर सोध्नु भएको रहेछ है धेरै धेरै धन्यवाद हजुरले है म्याच कहाँनिर हुँदैछ भनेर जानकारी लिइदिनु भएकोमा है म्याच चाहिँ तपाईँको सिधै नम्ला खेल मैदानमा भइरहेको छ है र रिम्बिक लोधोमा समष्टि अन्तर्गत नाम्ला खेल मैदानमा र यसरी नै हौसी प्रेमी हुनुहुन्छ भने तपाईँहरू आउनु सक्नुहुनेछ है आउनु सक्नुहुनेछ के अब आउनु आज 200 रुपियाँमा पुरा 25,000 रुपियाँ छ है र जति कम्ती मेम्बर त्यति पर्ने चान्स हुन्छ खासमा हौसी चाहिँ सिस्टम त्यो हो र अझै अर्को रोमाञ्चक कुरा चाहिँ के छ भने चाहिँ फुटबल म्याच पनि उसै धुरन्दार उसै मजाको है धीरज थुलुङ राई सेवान्ने बुवाची हजुरलाई पनि स्वागत छ र यसरी नै हाम्रो बेन्जामिन भाइलाई पनि कहाँनिर देखेको थिएँ विवेक वाक्चली साम्पाङ सेवान्ने भदाई कस्तो हुनुहुन्छ ठिक छ त साइज बहादुर फंगा अंक derecha Sewaru ambangay yorik nugen lo hingga laipe o derecha Allah kana namla खेल मैदान बा हाम्रो लङफंगा सि अमर ताबिरो ambangay फाइनल कहिले हो आकाश राईजीले सोध्नु भएको छ है फाइनल तपाईको 28 फेब्रुअरी को दिन हुनेछ
र फाइनल पनि असाध्यै अति सुन्दर हुनेछ र एक्याङ आइम्बागन लाङफाङ्गागन सेकेन्ड हाफ कन फर्टिङटार भर्सेस ओपलिङ सेबुङबा क्रुमोबोङ लबापाकन लाङले तरदेसुन्ना कर्रधारी फर्टिङटारका खेलाडी जर्सी नम्बर नुसीले एक्याङ ब्याक किक ल्याप्त्र ओपनिङ सेबुङबा खेलाडी कन लाङफाङ्गा खेल मैदानले खाङ्नु पाखा हेक्याङ कन खतरा पुङ सुत्ते ताइसङ खतरा हो ख्याङ बल्ला फटिङटारबा खेलाडी हाम्रा लक्षाको भए क्यारेक ओपनिङ सेबुङबा खेलाडी सी मेवै हेल जोगुले सेवार फटिङटारबा खेलाडी तगी लाङफाङ्गान मेबोसङ मेबिक लमेबा तगी लच्छा गोलले निम्ति अल्लाह ताइसङ कन तेम्बे मतलब खेल मैदान लेखाङ्नु पाखा लाङफाङ्गा हजुर यो फर्स्ट म्याच हो ब्याटल म्याच हो सेकेन्ड म्याच चाहिँ ऱ्यान्डम म्याच हुँदैछ है ओपन म्याच र आरएसएस भर्सेस उयसको माझमा आरएसएस भर्सेस कसको माझमा भने नि लङ्गुरदाङको माझमा है र तपाईँहरू आएर खेलाको आनन्द लिन सक्नुहुनेछ सेवा नै सन्देश अतिच ओपनिङ सेबुङबा खेलाडी थ्रो लेफ्ट थ्रो अम्बातागे नम्बर नेक्स्ट जर्सी नम्बर नुसीले तरदेसु मेरासेन नम्बा खदसा गोल पोस्ट लेखाङ्नु पाखा खर्दी फटिङटारबा खेलाडी अम्बा लाङफाङ्गा अम्बा ब्याक किक Malangil bing hagra. Hakang na opening sebangga kelari apa jersey number next amba lum torre apa. Taki gol tek misuktun. Taisang aljai last row ada sa. Good. Ra opening sebang bata. Are opening sebang bata dawa da kina no. Uta jan meno. Ya ni rau. र ओपनिङ सेबुङ सुम्बाङ गोल थेकमा तगी मेबोखङ वागरा फटिङटार आलो थारी गोल होप फटिङटार लेखाङ्नु आलो थारी लाचा गोल थिक मेगोत्र म्याक्पा युवराज मुकारुङ सेवाने भाइ सेवाने हजुरको स्कोर यस प्रकारको छ स्कोर चाहिँ कस्तो छ भने चाहिँ ओपनिङ सेबुङ 3 गोल हाल्नमा सफल बनेका छन् भने फटिङटार मात्र 0 अहिलेसम्म फटिङटार पहिलो गोलको खोजीमै रबिनो खतरा मान्छे बफ्रे र विनोद गुरुजी खेल्दा रहेछ साथीहरु विनोद गुरुजीको विषयमा एउटा दुईटा कमेन्ट हो सेवा र नमिता हो विनोद गुरु साथीको जुङ्गा गरुङ भएर गोल हाल्नु सकेन जस्तो छ हाम्रो विनोद दाइले हाम्रो विनोद दाइको जुङ्गा ठुलो भयो गोल लाउनु पर्ने भयो र खेलाडीहरुमा केही फेरबदल ओपनिङ सेबुङका खेलाडीहरुमा र हर्रायो निस्किन गएको विनोद चाहिँ निस्किन के हरिसो यो मान्छे त हजुर फर्स्ट हाफ सकेर यो सेकेन्ड हाफ स्टार्ट भएको अब तपाईहरुको माझमा यो सेकेन्ड हाफ पनि 2 मिनेट गइसकेको छ र माटोसँगै के खानेपछि आइया र यो अति सुनौलो मौका थियो जर्सी नम्बर 4 कोमा तर बलमा परिणत गर्न असफल र आज चाहिँ हावा चलेर तपाईको हावाले नै बोकेर लैजला जस्तो छ छाता उडाउँदै है र स्कोर प्लिज भनेर भन्नुभएको छ हाम्रो स्नेहा मिसले स्नेहा मिस हजुरलाई पनि स्वागत छ स्कोर चाहिँ यस प्रकारले चाहिँ ओपनिङ सेबुङ 3 गोल हाल्नमा सफल बनेका छन् भने र अति सुन्दर शट जर्सी नम्बर 2 द्वारा सञ्जय राई गोलमा परिणत गर्न असफल
3 नम्बर भयो ओप्पर लिङ्सेबुङ 3 गोल दाग्नमा सफल बनेका छन् भने फटिङटार अहिलेसम्म 0 र 0 को विरुद्ध 3 गोल हालेर ओप्पर लिङ्सेबुङ हाइट फाइनल राउन्डमा खुट्टा राखिसकिया छ र यो अति सुन्दर मौका जर्सी नम्बर 9 को निम्ति तर बिङ अप्ठ्यारो रह्यो त नि गफ छैन रह्यो रह्यो हावाले फुकेर फुकेर त्यसका भाँचेका हावाले उडाएको मात्रै हो र अति सुन्दर प्रयास चलिरहेको छ हाम्रो हिमाल सहरको पक्षबाट डरलाग्दो गोल दाग्ने अति सुन्दर गोल दाग्ने अनि स्नेहा मिस के गर्नु हुँदैछ आज पानी पऱ्यो कि परेन हजुरकोतिर हाम्रोतिर त पानीले उखाल्ला जस्तो छ त यहाँ र अति सुन्दर खेलाको साथमा ओपनिङ सेबुङका खेलाडी बललाई नियन्त्रणमा राख्न असफल जर्सी नम्बर 2 सञ्जय राई सो गुड पानी आएछ थ्याङ्क यू सो मच हाम्रो जोसन भाइलाई सो गुड पानी आएछ भनेर पानीलाई भनिदिएकोमा धेरै राम्रो भनिदिएकोमा धुलो त आएन नि है कमसेकम र यो खतरा प्रहार जर्सी नम्बर 14 थ्रो हान्दै ओपनिङ सेबुङका खेलाडी र जर्सी नम्बर 9 प्लितै चिप्लेर बललाई नियन्त्रणमा लिन असफल कुद्नु चाहिँ कुदिया थियो हिमाल सरको शट गुडामा ढक नमान फटिङटा इन ओपनिङ सेबुङ भनेर भन्नुहुँदैछ हाम्रो स्नेहमिसले दुवै दललाई हाम्रो तर्फबाट विजयी एकदम पानी आउँदैछ है हजुरकोतिर पनि यस्तो छ आज भनेपछि संसारैभरि पानी आएछ मलाई खाने बाघले तिमीलाई पनि खान्छ भने जस्तो मलाई भिजाउने पानीले तिमीलाई पनि भिजाएछ आज भनेपछि खतम र खेल मैदानदेखि सिधा बाहिर जर्सी नम्बर 9 लाई त नखुल्छ न बिचारा मै आन्द्रा निस्किन्छ र हाम्रो हिमाल र अति सुन्दर खेला जर्सी नम्बर 14 निकै गतिलो मान्छे लडाइ पठाउनु भयो जर्सी नम्बर 4 ले र अति सुन्दर र अरे खेला अरे डी भित्र थ्रो हिर्का अनि सुनाउनु छ हजुरहरू सबैले चिया खाजा खाइसक्नु भयो त मध्य दिनको र यो अति सुन्दर मौका फटिङटारको झोलीमा पहिलो गोल दाग्ने सुनौलो अवसर र पस्यो कता उता के त खेल मैदानदेखि सिधा बाहिर ओखल बिन्दाङ थ्याङ्क यू सो मच स्नेहा मिस सेयर गरिदिनु भएकोमा हजुरलाई र हाम्रो प्रकाश दाजुलाई पनि थ्याङ्क यू सो मच 11 सेयर डन गरिदिनु भएकोमा र फटिङटारको खेलाडीद्वारा अति सुन्दर शट र यो चाहिँ शटै हो पक्कै खेलाडी निस्किएछ अहिले चाहिँ जर्सी नम्बर 5 बाप रे शट को निकाल्दे र जर्सी नम्बर 5 को खुट्टामा एकदम जादु अनि कला छ स्वातै गोल पनि हुन सक्छ फेरि पनि ब्याक टु ब्याक कर्नरको साझेदारी सेवा र प्रकाश दादा भनेर भन्नुहुँदैछ हाम्रो स्नेहा मिसले र दिपेन राई थ्याङ्क यू सो मच स्नेहा मिस र यो चाहिँ गलत हेड भयो सिधा गोल पोस्टदेखि बाहिर गोल पोस्ट माथिल्लोपट्टि हेड तल्लोपट्टि थ्याङ्क यू सो मच स्नेहा मिस अनि हिजो मलाई कतिको सोध्नु भयो त हाम्रो दिपेन बुवाले स्नेहा मिस झिकल जितेछ क्या पर 82 मा सुम्बुकले जितेछ सुम्बुक भन्दा पनि त्यो सिक्किमबाटै खेलेको रहेछ है सुम्बुकको त्यहाँ उत्तर सेभेन के भन्नेले उत्तम सेभेन होसन हारेछ त्यहाँ होसन हारे पेनल्टी सुटआउटमा हारेछ राति सुन्दर शट पासाङ शेर्पा फ्यापुलो टासिटीले पासाङ शेर्पाजी हजुरलाई पनि है र धेरै धेरै धन्यवाद मेरो लाइफमा जोड दिनु भएकोमा दावाबाट एउटा स्कोर हेर्ने मन छ र 14 नम्बर जर्सी नम्बर 14 बाट एउटा स्कोर हेर्ने इच्छा आकाश राईको अपिल
र जर्सी नम्बर 14 ले 1 गोल दाग्नु पर्ने ओपनिङ सेभेनको पक्षबाट। दावा दाकोबाट एउटा गोल स्कोर हेर्ने इच्छा। कहाँ तिम्रो दावादाले गोल हाल्छ उयो हेर ढुक्कै त्यहाँ ढुक्दै बसेको गोली आउँछ भनेर। पुरा मिस गर्नु भएको छ है। के भन्नु हुँदै थियो? म त होइन त्यतिकै गाडीमा चढ्नुले गर्दा त्यो लाइभ पुरा हेर्नु पाइनँ नि त। र अति सुन्दर मौका, ओहो कर्नर प्राप्त गर्नमा सफल। खतरा हुन सक्ने त्यो धारा पोलाको यो गोली थियो तर गोलमा परिणत गर्न असफल। हुन्छ फाइनलमा बसौँ न के छ र। नेक्स्ट म्याच तपाईको आरएसएससी भर्सेस लङ्गुरदाङको माझमा छ। राइजिङ स्पोर्टिङ क्लब फेन्चेटार भर्सेस लङ्गुरदाङको माझमा छ। र सेकेन्ड म्याच तपाईँले हेर्नु नबिर्सिनु होला। सेकेन्ड म्याच अत्यन्तै रोमाञ्चक हुनेछ है। पासाङ तामाङ दाजु गोल सक्यो, गोली सक्यो। गोली यो फर्स्टको भ्याटरन म्याच मात्र तपाईँको सेकेन्ड हाफ चलिरहेको छ है। क्यामेरा क्यामेरा के भएको छ बहिनी? मेरो त्यो कस्तो आउँदैछ भिडियो क्वालिटी? फर्स्ट म्याच चाहिँ सक्नु आँट्यो पासाङ तामाङज्यू है। र कति फ्यातुलो र कमलो अनि असाध्यै बाङ्गो प्रहार जर्सी नम्बर 9 ओपनिङ सेभेनका खेलाडी र खैरे कपाल तिम्रो। र अति सुन्दर मौका र प्र्याक्टिस चल्दैछ है गोलकिपिङको। क्यामेरा घुमाउनु भन्नुभएको होइन त? मेरो गफै बेसी मात्रै भयो जस्तो छ नि। र फेरि पनि सुन्दर मौका सञ्जय राईको खुट्टाबाट होइन रहेछ हो। सञ्जय राईले पाउनु पर्ने थियो यो बल चाहिँ, ह्याट्रिक हुने थियो। र थ्याङ्क यू सो मच ट्याप गरिदिएकोमा। मेरो फेभरेट टिम आरएसएससी। ल है हजुरको फेभरेट टिम हो भने चाहिँ 40 वटा सेयर गरिदिनु पर्छ ग्रुपमा आज चाहिँ। आरएसएससी आफ्नो आफ्नो टिमको निम्ति है। चारको त गेम प्ले दामी छ त। जर्सी नम्बर 4 को गेम प्ले राम्रो छ तर सर्ट चाहिँ बाङ्गो हान्दैछ, गोल पोस्टमा हानेको छैन। प्रब्लम चाहिँ त्यति मात्रै, अरू केही छैन। र पनि हुनु त जितिरहेको छ, 4-0 दिइसकेको छ। सायद यो अति सुन्दर मौका छ फटिङको पक्षमा। जय नेपाल! गोल पोस्टदेखि 129 किलोमिटर माथि। 129 किलोमिटर माथि है। फेरि पनि फटिङको पक्षमा अति सुन्दर स्लाइड किकको साथमा। र फेरि पनि हेर्नु लाइकको जर्सी नम्बर 4 द्वारा ओपनिङ सेभेनको खेलाडी र हाम्रो हिमाल सर अति सुन्दर बल प्राप्त गर्दै जर्सी नम्बर 7 फटिङको खेलाडी गोल लिएर प्यादु। र फेरि पनि जर्सी नम्बर 14 द्वारा मिस पास जर्सी नम्बर 9 द्वारा तान्यो। मार्छ होला भन्दैछ। कुन टिम हो त यो? तपाईको फटिङटार भर्सेस ओपनिङ सेभेन। येल्लो जर्सीमा देख्न सक्नुहुनेछ ओपनिङ सेभेनको खेलाडीहरू भने रेड जर्सीमा फटिङटार। र फटिङटारको पक्षमा अति सुन्दर फ्री किक थियो।
र यसरी नै हाम्रो हमाल सरलाई पनि सेवा र साथै झोरले हुन्छ अवश्य बादमा आउनुहोस् न अन्त आरएसएस को म्याचमा भइहाल्छ त त्यति बेला दामी हो र यो सुन्दर मौका डेन्जर हुन सक्ने थियो गोलमा परिणत हुने थियो के भयो स्वाहा र खेलाडी बललाई अघि बढाउँदै तर मिस पास र ओपनिङ सेभेनको खेलाडीको पक्षमा बल र जर्सी नम्बर 2 ले ढुकेर बसेको अहिलेदेखि होइन तर पाउँदै पाएन तर ओके छ केही छैन र फेरि पनि माइनस गर्दै ओपनिङ सेभेनको खेलाडी गलत पास र खेल मैदानदेखि बाहिर कमान फटिङटार एक गोल भनेर भनिरहेको छ र फटिङटारले के गर्ने हो र गोल नहाल्ने रहेछ र जर्सी नम्बर 2 ओपनिङ सेभेनले पो बरु झन्डै थप्यो दा अल्छी भयो हो यो म्याच त त्यही त छ त अल्छी त भयो त अलिकति ड्र भइदिएको भए चाहिँ मजा आउने थियो तर पनि केही छैन तपाईँहरूको माझमा अब रोमान्टिक म्याच आउने छ सेकेन्ड म्याच अनि खतरा पनि हुनेछ है त्यो म्याच र असाध्यै सुन्दर म्याच पनि हुनेछ र भुइँचालो चल्ने गरी ढुमढुम भित्तामा त हान्दैछ साथीहरूले र पनि गोलमा परिणत गर्न असफल बनिरहेको छ अहिलेसम्म फटिङटारको खेलाडीहरू भने फटिङटारको पक्षमा थ्रो र ओपनिङ सेभेनको विरोध तर बल नियन्त्रणमा राख्न असफल ओपनिङ सेभेनको खेलाडीको पक्षमा बल र फटिङटारको खेलाडी बल नियन्त्रणमा राख्न असफल यो खतरा हुन सक्ने सम्भावना जर्सी नम्बर 4 द्वारा स्ल्याङ किक हजुर कन्फर्म ओपनिङ सेभेन फाइनल पुग्यो भनेर हाम्रो आकाश राईज्यूले भनिसक्नु भएको छ धन्यवाद हजुरलाई है कति भयो स्कोर विकास लिबाङ चामलिङज्यू लिबाङ लिम्बुज्यू स्कोर यस प्रकारले छ अहिलेसम्म 4-0 ओपनिङ सेभेन 4 गोल हाल्नमा सफल बनेका छन् भने फटिङटार 0 गोल अहिलेसम्म र अति सुन्दर पासको साथमा ओपनिङ सेभेनका खेलाडीहरू बल अघि बढाउँदै डिङटाङ जर्सी नम्बर 2 अब गोल हुन्छ बुई यो खेल मैदानदेखि बाहिर बल जाडो पर्दछ छाता नअड्दा त ए हिर्काउने त नखेल है साथी हो लिबाङ द चामलिङ हुँदैन हो त्यही त अलिकति जिब्रो चिप्लिहालेछ हड्डी बेगरको जिब्रो थियो त आकाश राईज्यू त्यसले गर्दाखेरि चिप्लातङ भयो जीवन लिबाङ लिम्बू भनेर भन्नुपर्नेमा चाहिँ चामलिङ भन्नुपर्ने र यो चाहिँ कन्फर्म गोल र 5औं गोल कमन फटिङटार एक गोल भनेर स्नेहा मिसले भन्नु भएको थियो कमेन्ट पढ्नुहोस् है कुन चाहिँ कमेन्ट चाहिँ पढिन नि हाम्रो मिसको फेरि मार्छ होला नि र गोलको बर्सात भइरहेको छ र रातोले सेतै गोली हाल्यो एक गोल त हाल्नु पर्ने हौ फटिङटारले हजुर त्यही त हाम्रो पनि यहाँबाट हेरेर अलिकति खल्लो लाग्दा कस्तो टर्रो पिरो हुनु थाल्यो एक गोल चाहिँ हालेको चाहिँ राम्रो हुने हो र फेरि पनि जर्सी नम्बर 7 ओखोल बिन्दाङ सिधै खेल मैदानदेखि बाहिर हो थ्याङ्क यू सो मच मेन्सन गरिदिनु भएकोमा स्नेहा मिसलाई है हुन्छ आउनुहोस् है आकाश राईज्यू हजुरको उपस्थिति
अत्यन्तै जरुरी छ है आइदिनुहोस् थ्याङ्क यू सो मच मेन्सन गरिदिनु भएकोमा छिटो गरेको भए चाहिँ हुन्थ्यो शेष सुहाङ लिम्बुजु अलहमदुल्ला र आजको विभिन्न तपाईँले उनको विरुद्ध 5 गोल गरेर अपोजिट सेटिङ आफ्नो जग्गा सेसन गरे हामी विगत तरिका रक्षिका प्लेयर्सहरूलाई पनि धेरै धेरै एस्टिक फुड धन्यवाद ज्ञापन गर्न चाहन्छु उहाँले निवेदन ल्याएर आफ्ना ए सिपालु जोकमा थ्याङ्क यू सो मच उसले हामीलाई हाइलाइट गरिदिनु भएकोमा ए छाता भत्काउने रहेछ नि धन्यवाद दिन चाहन्छु र र आजको पहिलो म्याच यस प्रकारले खतम हुन्छ तपाईको अन्तिम अप्पर लिङ सेबुङ विजय प्राप्त गर्दै कहाँ पुगेछ भने चाहिँ नि अप्पर लिङ सेबुङ विजय प्राप्त गर्दै तपाईको अप्पर लिङ सेबुङ विजय प्राप्त गर्दै अब सिधा तपाईको सेमी फाइनल गोक एफसी सँग पर्ने रहेछ है र यसरी नै तपाईहरुले सेकेन्ड म्याच हेर्न नबिर्सिनु होला कुसुम मिन्दी हामी भएको भाइहरु कहाँबाट हुन्छ सबै भएको भाइहरु कता कम्युनिकेसनमा सम्बन्ध गरिदिए ए चिसो हामी भएको भाइहरु कहाँबाट हुन्छ कम्युनिकेसनमा छाता ओढ्यो पानी आउँछ ए छाता खोल्यो पानी आउँछ ए हराउँछ छाता ओढ्यो हावा आउँछ के पारा यो र कङ्ग्रेचुलेसन्स अप्पर लिङ सेबुङ भनेर भनिदिनु भएकोमा धेरै धेरै धन्यवाद है र तपाईहरुको माझमा म सेकेन्ड म्याच लिएर चाँडै आउँदैछु तबसम्मलाई म बिदा चाहन्छु है फेरि पनि आउनुस् न फेरि जोडिनुहोस् है